बढीमा कति अवधिका लागि पटक्कै बाटो इजाजत दिन सकिने व्यवस्था छ? एक पटक बाटो इजाजत लिएपछि उक्त इजाजत कति अवधिका लागि मान्य हुन्छ? बाटो इजाजतको म्याद समाप्त भएपछि कति दिनभित्र इजाजत नवीकरण गर्नुपर्छ? म्याद नागिसकेको 1 महिनासम्ममा बाटो इजाजत नवीकरण गर्नु परेमा अतिरिक्त कति प्रतिशत दस्तुर लाग्छ? जाँच पास गरेको कति दिनभित्र बाटोको इजाजत पत्र लिइसक्नुपर्नेछ? नयाँ कार्यविधि अनुसार सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा उत्तीर्ण गर्न कम्तीमा कति प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हुन्छ? चलिरहेको सवारी मार्ग परिवर्तन गरी अपहरण गर्नेलाई कस्तो सजाय हुन्छ? खारेज भएको सवारी चालक अनुमति पत्र कति दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष फिर्ता बुझाउनुपर्छ? नम्बर प्लेट परिवर्तन गरी सवारी चलाएमा के सजाय हुने व्यवस्था छ? यात्रुवाहक सवारी चालक तथा अन्य कर्मचारीको बिमा रकम कति तोकिएको छ?